गाइज वेलकम टु माई न्यू ब्लग होप यु गाइज आर फाइन। आज चाहिँ म छोटो भिडियो लिएर तपाईँहरूमा आज आइसकेको छु कि आज चाहिँ ओसाकाको पिकनिक स्पटको लागि एकदम बेस्ट प्लेस चुरुमिरेकोची कोइन भन्छ त्यहाँ जान लागेको। त्यहाँ चाहिँ पिकनिकको लागि होइन कि आज बहिनी भोलि टोकियो जाँदैछ अनि उसले तै घुमाइदिनु भनेको थियो। अनि कहाँ जाने भनेको त्यहीँ जाने भनेको छ उसले, अनि त्यही भएर त्यहीँ लगिदिन लगाएको। भिडियो हेरिदिनु होला। सो गाइस तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ कि म चुरुमीमा आइपुगिसकेँ। यो चाहिँ चुरुमी रेकुची कोइन भन्छ। कोइन भनेको चाहिँ पार्क हो। यो चाहिँ ओसाकाको नर्थ इस्टमा चाहिँ सबभन्दा ठुलो कोइन हो। अनि तपाईँहरूलाई म अहिले भिडियोमा देखाइहाल्छु कि आज चाहिँ हामी यो चुरुमी रेउ फेरि रिस्टार्ट नहीं गजब बेइज्जती है। आज चाहिँ हामी यो चुरुमी रेउ क्यौ शोमै शो बेटा तुमसे ना हो पाएगा। घुम्न आएको घुम्न जाँदैछौँ। यस्तो राम्रो राम्रो कुराहरू हामी तपाईँहरूलाई देखाउँदैछौँ। So stay tuned guys. देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो एकदम बवाल पिस छ क्या पुरै खतरा। देख्न सक्नुहुन्छ यहाँ बस्ने ठाउँहरू पनि। सरी यो चाहिँ बस्ने ठाउँ हो कि के थाहा भएन, तर जो खतरा खतरा छ कि यस्तोहरू। अब हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले आफ्नो फ्यामिलीसँग या साथीभाइहरू ट्याक्क ग्रुपमा आएर तपाईँहरूले यहाँ मनोरञ्जन लिन सक्नुहुन्छ। यदि जापान हुनुहुन्छ भने चाहिँ एकचोटि चाहिँ अवश्य भिजिट गर्नु होला। म चाहिँ के सजेसन गर्छु भने तपाईँहरू यहाँ आउनुहुन्छ भने चाहिँ आफ्नो ग्रुपसँग ड्राई पिकनिक जस्तो ट्याक्क घरमै पकाएर लिएर आउने अनि टक्क अनि म्याट स्याट लिएर आउने बस्ने, त्यसपछि साथीभाइसँग स्पिकर लिएर आएर रमाइलो गरेर अनि ट्याक्क भ्यू हेर्ने, भिडियो सिडियो गर्ने। अब छोरी मान्छेहरू चाहिँ आयो भने अब टिकटक बनाउँदै जान्छ। जस तपाईँहरू बिहान 9 बजीतिर ठ्याक्क 9-10 बजीतिर ठ्याक्क आउनु होला। त्यति आएपछि अनि टक्क खानी सानी भन्दा नि सुरुमा आएर अलिअलि अब आउँदा ढिलो भइहाल्छ। अलि भिडियो सिडियो गर्दाखेरि टाइम लाग्छ। त्यसपछि 9 बजीबाट तपाईँको 3-4 बजीसम्म बस्दाखेरि चाहिँ बवाली हुन्छ। अब घुम्न पनि मिल्छ। अनि तपाईँहरूको घामहरू भयो भने चाहिँ अब त्यसको लागि चाहिँ फेरि के व्यवस्था छ भने टेन्टको पनि व्यवस्था छ क्या। टेन्टको चाहिँ दुईवटा साइजमा पाउँछ क्या अरे, मिडियम साइजमा र लार्ज साइजमा। मिडियम साइजको चाहिँ 3000 होइन मिडियम साइजको चाहिँ 2000 एन पर्छ भने लार्ज साइजको चाहिँ 3000 एन पर्छ। अनि त्यसपछि आफूसँगै बार्बिक्यूको सामान छ भने चाहिँ ग्यासमा टक्क बालेर मासुहरू पोलेर खान पनि सकिन्छ। यो चाहिँ के रहेछ फेरि यति धेरै म 3-4 चोटि आइसकेँ, त्यो पनि मैले पुरै घुमेको छैन। भने खतरै छ क्या। अब यति ठुलो एरिया छ कि घुमेरै सकिँदैन होला कि एक दिनमा चाहिँ। कता अब म त 2-3 चोटि आएर एकचोटि उतापट्टि
साइड एकचोटि यतापट्टि साइड आइसक्यो त्यो पनि घुमेर सकेको छैन म त साइकलमा आएको थिएँ एकचोटि त यहाँ हर्स पनि छ अब आज त्यता चाहिँ जान सकिन्न भने मैले सकेको चाहिँ सबै देखाउने प्रयास गर्नेछु